सुम्नीमा मर्यो। इतनी खुशी मुझे गर्ने सबैभन्दा धेरै रुने पनि हुन्छ ल। Why are you crying? मजा आइरहेछ है? एकदम मजा आइरहेछ। दुईजना के बोले भाइ? के बोले? म त ओहो फेरि गरेर देख्छु। कस्तो चिन्ता। पहिला यसो लभ पर्दाखेरिको के मेरो हेर्नु पिम्पल्स आएर मेरो चाहिँ लभ पर्छ जस्तो छ है। हामी चाहिँ सृजनजीको च्यानलमा बोलिरहेछौँ। अब निस्किए रुमबाट हामी जाँदैछौँ। अब बाहिर सिन यस्तो दामी छ आज मौसम है। फेरि ब्याट्री टेक्दैन के गर्नु, आइफोन भन्नु मात्रै हो किस्तामा। यस्तै छ तना। ल आऊ छिटो, ढोका राम्रै बन्द गऱ्यो नि। फेरि भरै घरबेटीले नानी तिमीले ढोका बन्दै नगरी म त जुत्तामा यत्तिकै लगाइदिएँ हिँड्दै छोड्दै। म चाहिँ जाने त ल बाई। हेलो नमस्ते, म सुम्निमा खालिङ अनि उहाँ हो बालकुमारी खालिङ भन्ने सुजन्ते राई होइन। अनि यो च्यानलमा हजुरहरूलाई स्वागत छ। यो चाहिँ हाम्रो सृजन जीको च्यानल हो है। हामी चाहिँ म यहाँ च्यानलमा किन बोल्दैछु भने यो मेरो भिडियो उहाँको च्यानलबाट आउँछ र अनि अब हामी चाहिँ आज घुम्न जाँदैछौँ। कहाँ जान्छ के गर्छौँ तपाईँहरूले उहाँको च्यानलबाट आज मेरो दिनभरिको भ्लग देख्नुहुनेछ है त है होइन। तिमी साथ दिने होइन? ओके हेलो नमस्ते, म सुम्निमा खालिङ अनि उहाँ हो बालकुमारी खालिङ भन्ने सुजन्ते राई होइन। अनि यो च्यानलमा हजुरहरूलाई स्वागत छ। यो चाहिँ हाम्रो सृजन जीको च्यानल हो है। हामी चाहिँ म यहाँ च्यानलमा किन बोल्दैछु भने यो मेरो भिडियो उहाँको च्यानलबाट आउँछ र अनि अब हामी चाहिँ आज घुम्न जाँदैछौँ। कहाँ जान्छ के गर्छौँ तपाईँहरूले उहाँको च्यानलबाट आज मेरो दिनभरिको भ्लग देख्नुहुनेछ है त है होइन। तिमी साथ दिने होइन? ओके हामी चाहिँ जाँदैछौँ अब दुईजना। के गर्नु, मलाई थुक्का न भ्लग भिडियो खिच्न जान्ने। हाम्रो बालकुमारी दिदीलाई कस्तो राम्रो दिएछ है। न मलाई भ्लग खिच्न आउँछ, के गर्नु दुःख सुख गर्नु। कस्तो राम्रो मौसम छ आज, खुसी भएर हामी जाँदैछौँ। बाहिर कहाँ घुम्छन् देखाउने छु है। चिसो लाग्यो, कहाँ लाँदैछु घुमाउन है। आज फिल्म हेर्नु जाने हो। त्यतिकै घुमाउनु लाँदैछ। हामी चाहिँ जाँदैछौँ। खाना पनि के उतै खान्छौँ। अब सरर घुम्ने नि कहिले काहीँ माइन्ड फ्रेस पनि गर्नुपर्छ है। मेरो आँखा कमजोर भएर हो यो चस्मा पनि बनाएको। उसकोमा आँखा बिग्रिएछ, चेक गर्नुपर्ने। अनि सज्जा नानाकोमा जान्छु होला भरै, त्यहाँ भ्लग बनाउने छु। मैले यो खिच्दा जहिले आधी हाफ काटेर खिच्दो रहेछु कि सबैले भनिरहेको हुन्छ। अनि यो भिडियो चाहिँ छिट्टै सृजनजीसम्म पुगिहालोस्। अनि कस्तो भइरहेछ भोकै हिँड्दा? राम्रो छ, भोक छैन। चिया र के खायो? पानी पर्न साथ अलिक सफा हुनुपर्ने काठमाडौँ हेर्नु न। धुलो गीत बन कपिराइट लाग्छ। यस्तो धुलो हुन्छ नि, के गर्ने होला है। काठमाडौँ सहर हेर्दा र के हेर्नु नि, हाम्रो माग्ने दाजुले माग्ने बुढाले भने जस्तो भइसक्यो होइन। हाम्रो मैले चाहिँ एउटा होइन हाम्रो बालकुमारी दिदीलाई गीत गाउनु लगाएको। पहिला यसो लभ पर्दाखेरिको के उमेरमा गीत त सुन्थ्यो होला है। अब त झन् के पर्थ्यो। मेरो हेर्नु पिम्पल्स आएर मेरो चाहिँ लभ पर्छ जस्तो छ है। आयो अब त मलाई लभ गर्नु पनि दिन्न हौ कसैले, आफन्तहरू कसैले पनि। लभले गर्दा कहाँ पुग्यो है। लु गीत गाइदेऊ न त एउटा, त्यही खुसियालीमा गीत गाउ त लु। केही आउँदैन मलाई, गीत नै आउँदैन। त्यो थियो नि एउटा तिमीलाई पुरा मनपर्ने। ए हो रमाया मै राम्री छोरा खै त। ओहो यतिको राम्रो स्वर भयो। आहा परे
ल हामी चाहिँ गीत गाउँदै रमाउँदै पानी परेको मौसममा जाने। म चाहिँ यस्तो मौसममा चाहिँ मलाई एकदम मनपर्छ। पानी पर्दा हावाहुरी चल्दा होइन मलाई सबैले मलाई मिस गरे हुन्छ है। मेरो फेभरेट दिन हो। म मर्ने दिन पनि पानी परेर मौसमले एकदम मौसमै मिठो होस् कि चिसो चिसो खालके मर्ने कुरा गरे भन्छ होला है। फेरि म मर्दा रुन्छौ यस्ता स्वार्थीहरू हुन्छ होइन रुँदैन। ठिकै छ मोर एक दिन थाहा हुन्छ नि को रुन्छ को रुन्न त होइन। गर्ने सबैभन्दा धेरै रुने पनि हुन्छ ल। मर्यो सुम्नीमा मर्यो। ओ बालु यहाँ आएर तिमी कसलाई सम्झिनु चाहन्छौ? यहाँ आएर निरुतालाई होला नि। निरुतालाई म त दिनरात सम्झिन्छु, उसले सम्झिन्छ। हाम्रो बहिनी निरुता आई मिस यु। हामी त कति सम्झिन्छ नि हैन। लाई मैले चाहिँ दुईटा च्यानलको लागि भ्लग बनाउँदैछु है। आज मेरो लागि पनि सृजनजीको लागि पनि। अनि हामी चाहिँ चौबारको डाँडामा रमाइलो गर्दैछौँ। मजा आइरहेछ है। एकदम मजा आइरहेछ यार। घुम्ने बेलामा चाहिँ जहिले हाम्रो ऊ माथि ऊ मन्दिर के भन्छ कस्तो भगवान्को अगाडि आएर मन्दिरको नाम बिर्सेँ यार। म कस्तो पापी हो कि क्या हो। आदिनाथ मन्दिर मैले बिहान आएर दर्शन पनि गरेको छु। भाकाल पनि त्यो पुरा पनि गरेको छु। मलाई यो चाहिँ शिशिर भाउजूलाई मिस गर्न चाहे। शिशिर भाउजूले आदिनाथ मन्दिर खतरा हो भनेर जाउँ हामी आमासतिर जान्छौँ। मेरो ब्याट्री कम छ एडिट गरेर हाल्दा ओर्दा यस्तै हुन्छ। भ्लग बनाउनु दिउँसो आयो घुम्दै एडिट गर्ने बेलामा ब्याट्री कम हुन्छ अपलोड गर्ने बेलामा अनि ढिलो हुन्छ भ्यू भिडियो त्यस्तै भइरहेछ। दुःख छ। हामी चाहिँ यो पोखरीमा डम्पिङ हान्न आँटेको। के आनन्द सिन छ हेर्नुहोस् है भ्लगमा। हो मेरो भ्लग हेर्नु होला कि यस्तो यस्तो सिन हेर्नु पाउनुहुन्छ। नछिरेको भर्खर भर्खर त बनाएको। फुलहरू हेर न। म त रेस्टरुम पो रहेछ हुन्छ। बालु कस्तो राम्रो राम्रो ठाउँ पुग्नु पाएको। तिमीलाई म गोदिउँ यहाँ भनेको। तिमीलाई गोदौँ गोदा केले गोद्ने। यो ओह्रालो बाटोमा सिन यस्तो दामी। जानु त जाने ओह्रालो उकालो कसरी आउने फेरि रुखहरू यसरी माइन्ड फ्रेस हुँदै हिँड्ने। काम नभएपछि म चाहिँ हिँड्न पनि सक्दिनँ मोटाएर। त्यही भएर के गर्ने होला। हिँड्नु भनेपछि 100 डिग्रीमा ऊ आउँछ रिङ्गटो चल्छ ज्वरो आउँछ। रमाइलो डाँडा त्यही माथि बालकुमारी आऊ भनेको। तिमीलाई मैले यत्रो राम्रो ठाउँमा लिएकोमा धन्यवाद भन्छौ कि? धेरै 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 धन्यवाद। ल ल ल है ल है ल हामी चाहिँ घुम्दै चौबार डाँडा घुम्यौँ। फर्केको खिच्न सक्दिनँ जस्तोसम्म किनभने ब्याट्री डाउन भइसक्यो। पावर ब्याङ्क छैन। अनि अब यो हाम्रो दुईटै च्यानलमा आउँछ यो भिडियो। सृजनजीकोमा पनि आउँछ। यसरी घुमन्ते भयो। म त के गर्नु नेपालमा घुमेरै जाने भयो कि के जिन्दगी। यहाँ मर्दिउँ बालु। मरौँ भने मर्न सजिलो कहाँ छ र। ए लु डाँडा लु 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 सर बालु हाई गर हर हुर गर नाच त एकचोटि। नाच न अहै अहै लु त हुर लडी बडी के साह्रो नि एकचोटि नाच्दियो भनेको लु त हुर अहै 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 नाच्यो त यतिको त नाच्ने हो। यतिको चाहिँ हुनुपर्छ है। अब यहाँ बसौँ है। अनि हामी चौबार घुम्यौँ सिनहरू पनि देखाइदियो। अब म माथि डाँडाहरू देखाउँछु है। उहु डाँडाहरू चौबारको डाँडामा रमाइलो गर्दै। आज बार चाहिँ के बार हो बालु? गहिरो यो गहिरोमा तिमीलाई 1 महिना राख्यो भने बस्छौ।
के गर्नु बस्दैन दुईजना के गर्न घुमेको बाटो अघि पर कीर्तिपुर पनि देखाउँ भनेको त्यहाँ एकछिन ट्याक्सीमा उ गरेँ नि चार्ज लाग्यो फोन के गर्नु यस्तो क्यामेरा लाइट र चोबारको डाँडा तर हरियोपरि चाहिँ धेर नभएको है चोबारको डाँडामा सम्झेर रुन्छ मन बुझौँ कसरी ओहो सिनहरू यस्तो दामी दामी पानको पात्रै लभको साइन भन न खै पिङ थियो त अघि यहाँ यही पिङ सोचिरहेको म त ओहो फेरि गरेर देख्छु करिश्मा मानन्ददेखि लिएको सबै नेपालको टप टप हिरोइनहरू पनि यही डाँडामा कुदेको सबै मेरैबाट काटेर हाला है यहाँ मेरो आफ्नो भ्लग खिच्नु कि फोटो खिच्नु कि ऊ तर निकै उब्रेदी जम हानेको पनि उही गहिरो हो अलिक क्यामेरा माथि गरेर देखो ल है कति आनन्द छ यहाँतिर तिमीलाई कस्तो लागिरहेछ एकदम राम्रो छ ममा धेरै रमाइलो छ भाइ आउनुहोस् है हजुरहरू पनि यहाँ घुम्नलाई के है ल ल ऊ माथि रुखको फेससम्म पुगेको छु म यो रुखको जुम गरेँ ल उपल्लो डाँडामा पनि पिपलको बोर्ड छ तलनिर ऊ छ पुरा त्यो पार्क एउटा के पार्क छ ल ल ल ल ल ल गर्दै हिरोइनहरू कुद्ने ठाउँ यही ठाउँहरू यो ओह्रालो के छ होला ओह्रालो जाँदा पनि हुन्थ्यो जान चाहिँ उकालो आउनै साह्रो पर्छ होला है ल ल ल ल ल ल गर्दै हिरोइनहरू कुद्ने ठाउँ यही ठाउँहरू यो ओह्रालो के छ होला ओह्रालो जाँदा पनि हुन्थ्यो जान चाहिँ उकालो आउनै साह्रो पर्छ होला है वाउ बालकुमारी बालु बाउ तिमी कहाँ छौ तिमी कहाँ छौ आदिनाथ मन्दिर दर्शन गरौँ है सबैजनाले भ्लगमै भन् सोचेको पुरा हुन्छ सोचेको कुरा के माग्छौ आदिनाथ मन्दिरमा तिमी र मलाई पनि खिच्देऊ उहाँ अगाडि गएर क्यामेराम्यान आफ्नो साथी राख्नु परेको छ के गर्नु यता यता सिनहरू पनि यस्तो छ दामी घुमिरहेछ मजा आइरहेछ होइन खै यता देखाउँ वा सिनहरू यस्तो जान्छ हाम्रो बुइ झन्डै म एक कदम मुनि पुगेछु नि पिङहरू खेल्ने के भगवान हो ढोका ढोका भगवानलाई पिङ छ त उहाँ ओहो हामी चाहिँ चोबार डाँडा आइपुग्यौँ आहा डाँडा त होइन मुनि है आउनुहुन्छ नि अनि हामी चाहिँ यहाँनिर तल काठमाडौँ कस्तो राम्रो देख्छ ओहो यस्तो रुखहरू पनि आनन्द चोबा डाँडा आयौँ है कति आनन्द छ अनि भिडियो धेरै खिच्नै पाउँदैन मेरो ब्याट्री सकिहाल्छ र पावर ब्याङ्क किन्नुपर्ने के हो यस्तो माथि डाँडा पनि जाने ल जानुपर्छ आनन्द भइरहेछ मलाई त